8 नम्बरमा चाहिँ जुन यो मुभी रिभ्यू रहेको छ, राइट अ मुभी अर फिल्म रिभ्यू रहन्छ। तपाईँहरू चाहिँ एउटा कुनै मुभी रिभ्यू याद गरेर जान सक्नुहुन्छ। कुनै मुभी रिभ्यू तोकेर सोध्दैन, जे लेखिदिन्छ क्वेसनमा राइट अ मुभी रिभ्यू अर बुक रिभ्यू स्ल्यास दिएर विच यु हेभ रिसेन्टली वाच्ड। यसरी लेखेर तपाईँ कुनै एउटा फिल्मको खोकेर जानु, 12 फेल भइहाल्यो, या 3 इडियट्स, या सनम तेरी कसम अहिले नयाँ ट्रेन्डमा फिल्म आएको छ त्यो लेख्न सक्नुहुन्छ। या यसरी चाहिँ फिल्मको टाइटल 3 इडियट्स लेख्ने। डिरेक्टर को रहेछ राजकुमार हिरानी, प्रोड्युसर चाहिँ विनोद चोपडा, कास्ट चाहिँ स्टारिङ को गरेछ आमिर खान, आर माधवन, शर्मन जोशी र करिना कपुर। जेनेरा कस्तो खालको यो फिल्म छ? कमेडी, ड्रामा, इन्स्पाइरेसनल, मोटिभेसनल। रिलिज डेट कहिले भएको छ? यो 25 डिसेम्बर 2009। यो ओरिजिनल ल्याङ्ग्वेज कुन ल्याङ्ग्वेजमा रिलिज भएको छ? हिन्दी। यसको बजेट कति छ? RS 55 करोड यो इन्डियन। बक्स अफिस चाहिँ कलेक्सन कति भएछ? 400.61 करोड। अनि यसरी लेखेर यो सुरुको यो फिल्म टाइटल, डाइरेक्टर यो सब लेखेर अनि लास्ट सुरुमा चाहिँ एबाउट लेखेर 3 इडियट इज अ बलिउड मास्टरपिस फिल्म डिरेक्टेड बाई राजकुमार हिरानी। यसैले चाहिँ अहिले मिलाएर लेखिदिन सक्नुहुन्छ कि इन्ट्रोडक्सनको रूपमा। Rajkumar Hirani, released in 25 December 2009. This film is a mix of comedy, drama, inspirational, and life lesson, which is casting by Amir Khan as Rancho. It is one of the best motivational blockbuster film in the history of Bollywood. Storyline: the story revolves around the lives of 3 best friends: Rancho, Amir Khan, Farhan, R. Madhavan, and Raju, Sharman Joshi, as they search for their missing friend रान्चो। यसरी चाहिँ तपाईँ स्टोरी लाइनमा चाहिँ अझै लेख्न सक्नुहुन्छ। यहाँले पुरै कम्प्लिट भएको छैन, यहाँ अझै स्टोरी लाइन के छ त्यो लेख्न सक्नुहुन्छ। यहाँ 4-5वटा सेन्टेन्स लेख्दा पुग्छ। त्यसै गरी म्यासेजको कुरा गर्ने हो भने यो फिल्मले के म्यासेज दिन्छ? द मुभी टिचेस अस टु always listen to our hearts and follow our passion. The film tells us that success is not just about grades, but about finding joy and purpose in what you do. It teaches us to be more creating and understanding rather than only memorizing books. This movie also highlights the value of true friendship, as they can inspire you to reach your हाइएस्ट पोटेन्सियल। यसरी चाहिँ लेखेर म्यासेज चाहिँ त्यो फिल्मले चाहिँ के दिएको छ भने यसरी तपाईँ लेख्न सक्नुहुन्छ। र यो लास्टमा चाहिँ माई ओपिनियन, रेकमेन्डेसन के दिन सक्नुहुन्छ तपाईँहरू? आई हेभ इन्जोयड दिस मुभी भेरी मच। 3 इडियट्स इज नट जस्ट अ फिल्म, ही इज अ लेसन अबाउट फ्रेन्डसिप, बिङ ट्रु to yourself and finding your path. I recommend everyone should watch this film. यसरी चाहिँ तपाईले लेखेर मजाले कम्प्लिट एउटा मुभी रिभ्यू, जुन मुभी रिभ्यू जहिले 10 मार्क्समा सोध्छ, यसरी लेख्नुहुन्छ पुरा मजाले 9.5 सम्म या 9 सम्म सरहरूले दिन सक्नुहुन्छ। यसरी एउटा कम्प्लिट मुभी रिभ्यू तपाईहरु यो फर्मेटमा लेख्नुभयो भने राम्रोभन्दा राम्रो ग्रेड ल्याइ इंग्लिशमा चाहिँ उत्कृष्ट मार्क ल्याउन सक्नुहुन्छ। र सक्दो यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु र अरूलाई पनि सब्स्क्राइब गर्नु, ताकि हामीले पनि मोटिभेसन मिलोस्। अरु पनि भिडियो चाँडै लिएर आउने छु। कमेन्ट गर्नुहोस् तपाईहरु। हस्, धन्यवाद।